हेलो एभ्रिवान, वेलकम माई युट्युब च्यानल। आज चाहिँ हामी न्यु रोड जाँदैछौँ। हाम्रो सरको लागि थोरै सानो आज हामी चाहिँ के लिने जाने त्यो के अरे त्यो तपाईँको किबोर्डको चाहिँ ओछ्याउने त्यो ओछ्यान खतरा कलरिस भएर निस्किँदै गर्नु भएको हाम्रो गुरु मलाई चाहिँ कलर सिकाउने आदरणीय हाम्रो सर जोन सरसँग आज चाहिँ हामी चाहिँ के सामान लिनुको लागि न्युरो जाँदैछौँ। अब के किनिन्छ त्यतैतिर हेर्दै गर्नु होला। हामी सबै कुराहरू के अरे डिटेलमा तपाईँलाई दिन्छौँ है त। ल पानी आयो, हिँड्न खोजेको पानी भ्ल्यात्ता आयो। यस्तो पाराले पानी आयो, ठुलो आयो, अचानक यस्तो ठुलो पानी आयो। यस्तो पानी आइसक्यो। खतम खतम भयो नि त पानी पानी एकदम हेभी ट्रेनिङ भएको कारणले गर्दाखेरि चाहिँ अलिकति हामी असमर्थ भयो अहिले सपिङको लागि। अहिले एकछिनमा जान्छौँ हामी। यता खतम भयो नि यार पानी आयो। तर यो रोकिन्छ होला पानी सर्टै होइन, रोकिने पानी हो यो। होइन रोकिन्छ अरे, भर्रै आएको पानी सर्टै जान्छ। कस्तो नमिठोले पानी परेको यस्तो हेर्ने। राम 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 आज ल्याउने सपना पुरा होला त। सबब त हुनुपर्ने हो। खाने मुखलाई चाहिँ जुगाले छेक्दैन भन्छन् होइन। जुगादै छैन तपाईँको जुगाले यसले नछेक्यो भने मनले छेक्दैन भएर मौसमले अलिक छेक्ला जस्तो गरेछ होइन। मनले चाहिँ छेकेको छैन। कुनै पनि वाट एभर विथ द सिचुएसन हामीले जोन सरको एउटा माइक ल्याउने र मेरो लागि चाहिँ एउटा सानो सामान ल्याउने चाहिँ काम चाहिँ पुरा। तपाईँहरूलाई चाहिँ यो गोब्रोमा भ्लग गरेर भएछ राम्रो सुनियोस् भनेर ल्याउन आँटेको माइक 7-8 हजार भन्दो रहेछ। पानी पर्यो साथीहरू। अब वेट गरिराखेका छौँ। तर त्यो मेरो बाइक जस्तो कस्तो नयाँ है। दामी छ त बाइक चाहिँ। मेरो थोत्रो भइसक्यो यार। पानी चाहिँ डेन्जरै पऱ्यो है। ल गाइज अब गइँदैन। अब हेरौँ है त। अहिलेलाई छुटौँ। बल्ल बल्ल पानी रोकेर अब हामी निस्किन लागेको होइन सर। साथीहरू अब पानी बसिसकेको छ। सरसँग आज सानो काम लाग्यो है त। के गर्नु होला। आइहाल्ने त जाने तपाईँ हिँड्नु न यार। के गर्दा बस्नु अरे बस्ने हो यिनी हो बताउने। Seeking the guidance I forgot. It's somewhere lost to the cages of chaos I forgot. Somewhere it must be written, I just lost my access to the map. Somewhere love had bidden, I traced the apple and realized can't let it go.
फाइनली हामी न्यु रोड आइसक्यौँ अब सरको काम पहिला सकौँ गाइस यति बेला हामी सरसँग न्यु रोड फाइनली आइपुगेका छौँ बाटोहरू एकदम व्यस्त थियो होइन तर सरको ड्राइभिङ थियो एकदम मस्त थियो मजा आयो अब सामान किन्नेतिर लाग्यो है त सामान किनौँ है त झ्याप्प लाएर आइफोन 17 किन्ने हो सर हुन्छ 70 प्रो म्याक्स र आइफोन 17 अब हेर्दै जाउँ अब के भेट्छ होइन मेन कुरा यहाँ सोधौँ त्यो किबोर्डको है यहाँ सोधौँ यहाँ हुन्छ है तपाईँ चाहिँ बनाउँदै गर्नु ल अब हामी यहाँ किन्छौँ त्यो किबोर्डको छेउमा छ माथि हो ल यहाँनिर न्यु रोडबाट माथि छिर्नुपर्ने रहेछ माथि सरै नि त सर यस्तोमा फ्लिकर हानेर तनाव भोस् कि मेरो किबोर्डको छेउने भन्नु खतरा फ्लिकर हाने क्या मेरो तपाईँको कुन चाहिँ फेभरेट छ निकाल्न सकेर यो चाहिँ झिक्दैन सर है यही पहेँलोवाला यहाँ फाइनली यहाँनिर राम्रो राम्रो सामान पाउँदो रहेछ अब यहाँ किनेर झ्याप्प लाने बवाल रहेछ हो त्यो ठिक छ बवाल छ होइन यसको टेक्सचर पनि राम्रो छ 3D रहेछ नि त 3D वाला 3D पनि छ तर यो कालो भन्दा चाहिँ यही ठिक छ अलि स्टाइलिस चाहिँ क्वालिटी पनि बेस्ट छ नि यहाँ छाम्दा छाम्नु लु छाम्नु हो रहेछ हामीलाई काम छ त हजुर अर्छ त हाम्रो यहाँ प्यानल हुनु आउँछ पर्यो प्यानलको लागि अलिक सानो लानु न छोटोवाला रहेछ होला नि सानोमा छ सानो दुईवटा लानु कि यो उला भने प्यानलको छुट्टै कि फेरि के गर्नु पर्यो दुईवटा लानु न भयो भने होइन त कस्तो हो ल त्यो लानु प्यानललाई ठिक्क हुन्छ साह्रै सानो हो अलिकति लामो छैन सबभन्दा यो सानो भयो अलिकति लामो यही हो कि अब यो साइजले होइन, यो के हाम्रो चाहिँ यो उसको यसको ठ्याक्कै यसको आधी आधीवाला छैन नि छैन है आधी आउँदैन कि लागि यसमै हेरे गर्नु पर्छ अलि राम्रो निकाल्नु थियो यो खतरा किन्दै गर्नुभएको छ कति पैसा दिनु पैसा छैन अलिकति 1000 होला जस्तो लाग्छ यो पनि धेरै हो है जोन सरको एडभाइसमा किनेको मेरो गुरु हुनुहुन्छ उहाँले चाहिँ मलाई कलर सिकाउँदै हुनुहुन्छ अब ज्ञानी भएर होइन राम्रो गुरु पाएको बेलामा चाहिँ ज्ञानी भएर अनुशासित भएर जेहेन्दार भएर अब चाहिँ कलर सिक्ने मेरो तयारी छ त्यसको लागि चाहिँ मैले केही आइटमहरू लिएको छु सबै किनिसक्नु उहाँले म मूल्य सोध्छु है त कति पर्नु कति भयो टोटल 7 तार हो ए 5 ए 12 7 19 त्यसको 12 चाहिँ नि हो मिलाम एकदम मिलाएर भनौँ न मिलाएर हेर्नु यहाँ प्रिन्ट दामी मिलाएको छ मिलाम छिटो मिलाम त्यहाँ तैको लागि मात्र त्यत्रो 10 पिस त्यहाँ दामी क्वालिटीको प्रिन्ट आएको होइन मिलाउनु त मिलाएरै हाल्नु भएको छ चट्ट पट्याएर हाल्नु फेरि आउने हामी त भाइहरू कति 18 जन धेरै नबोल्नु है फेरि सब भेजा खराब होला फेरि 14 15 ल कति मिलाइदिनु भयो डिस्काउन्ट यहाँ चाहिँ 100 रुपियाँ डिस्काउन्ट गरिदिनु भएको छ तपाईँहरू पनि आउनु होला यो सपको नाम चाहिँ के छ अब थाहा छैन आई हब जोन देख्नु भएको रहेछ HUB है त आई हब जोन ल धन्यवाद उहाँले चाहिँ 100 रुपियाँ मिलाइदिनु भएको छ 200 रुपियाँ होला 200 रुपियाँ रिटर्न गर्नुभएको छ है थ्याङ्क यू सो मच हस् थ्याङ्क यू ल अब हामी यहाँ सकियो अब मेरो गेम छ कि माइक त पाउँदैन होला ए माइकै पाएन नि त के गर्ने भो गाइज माइक पाएन मलाई ल मौसम त कस्तो कालो बस्छ दामी आएको छ मौसम भाइब्स त डार्क के अब खै त यहाँनिर के गर्ने भन्नु ल अब यताबाट जाउँ अब माइक पाएन नि त सर अब यसो गर्नु पऱ्यो अनलाइनमा बुझ्नु पऱ्यो है ओके त राम्रो खालको गर्नुहोस् तपाईँको त सबै राम्रो तरिकाले अडियोलाई पनि राम्रो दिने भनेको खोइ माइकै पाएन गोप्रोमा हाल्ने माइक हो है त्यो त्यो पारिपट्टि पाउँछ कि त ओके ल अब हामी पारिपट्टि जाउँ है त हामी एकपल्ट पारि जाऊँ के हुन्छ ओके ल झ्याप लाएर होइन पारिपट्टि जाउँ ठ्याक्कै दर्शक श्रोताहरूलाई साथीहरूलाई गाइजहरूलाई होइन भनिदिनु त हामी ठ्याक्कै कहाँ छौँ अहिले हामी यो न्यु रोड ठ्याक्कै न्यु रोडमा पिपल बोट पिपल बोट ठ्याक्क है त
यहाँबाट सिरौँ यहाँ पारी जाने तयारीमा छौँ यहाँ पाउँछ जस्तो लाग्यो हेरौँ बुझौँ यो अस्ति त 8,000 भन्दै थियो यसको जेब्रा क्रसिङ है साथीहरू है यो पनि हेर्नु होला बिस्तारै बिस्तारै यो पनि हाम्रो एउटा यातायातको अनुशासन कस्तो छ नेपालमा यो तपाईँ हेर्नु होला हामी ओके। चाहिँ अलिकति अब यहाँ लिउँ सोधौँ न के छ ओके र हामी यहाँ बस्छौँ है त ल यहाँ पाएन अब अर्को ठाउँमा सोधौँ जाउँ त यहाँ पनि हुनसक्छ है हुनसक्छ है त क्यामेराहरूको छ यसको माइक छ यसको छैन एडेप्टर हुन्छ र यसको त यसको यही हो कति पर्छ यसको यसको पर्छ तपाईँलाई 13,500 यसको मात्रै 13,500 अरे 13,500 पर्दो रहेछ साथी आउनु सोध्छौँ मिलाउनुहुन्छ कि हजुर मिलाउने वे 14,500 14,500 धेरै महँगो भयो यो नल्याइ हुँदैन यसमा त चाहियो नि त्यो त एडेप्टर भनेको चाहिँ यो हो कि कुन हो एडेप्टर भने अलग्गै त्यो आउँदैन महाबौद्धतिर बुझ्ने महाबौद्धतिर बुझ्ने हो तर यता छ कि छैन भन्ने हो फरक पर्दो रहेछ ल गाइस फाइनली हामी माइक पनि किनिँदैन आज ढिलो भइसक्यो भोलि पर्सि आइतबार आउँछ है एडेप्टर मौसम पनि अलिकति होइन अब मलाई गेम खेल्नु पनि जानु ढिलो ढिलो भयो अब हामी फर्किन्छौँ है त गाइस अब नेक्स्ट टाइम भेटौँला अर्को भ्लगमा के किन्नु त मन लाग्थ्यो धेरै कुराहरू तर खोइ भएन नआएको रहेछ बाटोमा है त बाटोमा छ अरे सबै कुरा सबै कुरा बाटोमा छ अरे कहाँ ल्याउन आँट्यो ए पानी नि पर्न आँट्यो यार ओके रात होइन यता रात पनि पर्न आँट्यो पानी नि पर्न आँट्यो सर जम्मा जम्मी कति बजे 1:30 भयो ए भाइ पुग्नु त पुग्छ आरामले ल गाइज है अब नेक्स्ट टाइम भेटौँला अब अर्को भ्लगमा भेटौँला ओ आइ के छ आइ रात मिलाउनु सन्जय नाम के हो समीर ल ओके ल गाइज अर्को नेक्स्ट भ्लगमा भेटौँला है त